केपीजी तपाईले एमाले त सिद्ध्याउनु भयो, त्यसमा शंका छैन। छाडा गीत गाउनेलाई लिएर केन्द्रीय सदस्य बनाइदिनु भयो, छाडा गीत गाउनेलाई लिएर सांसद बनाइदिनु भयो, कहिले लाज पनि मान्नु भएन। अब त कम्तीमा गल्ती भएको कुरालाई जिम्मा लिन्छु सम्म त भन्नुस् भन्दै उनकै समर्थकले एमाले अध्यक्ष केपी ओलीलाई नराम्रो गरी झापड दिएका छन्। आउनुस् यो भिडियोलाई अन्तिमसम्म हेरौँ है त। केपीजी, एमालेलाई त तपाईले सक्नु नै हुने हो, त्यसमा कुनै शंका छैन हैन। तपाईसँग अलिकति नैतिकता भए गलत चीजको गलत भएका चीजहरूको जिम्मेवारी म लिन्छु पनि भन्न सक्नुपर्छ। तिम्रो बोली कानुन भयो, तिम्रो कहाँ बोलीले जनवाद बिना केन्द्रीयता जति लादे पनि तिम्रै बोली हुने भयो, जनवाद पनि तिम्रै बोली भयो, केन्द्रीयता पनि। लज्जाको अनुभूति कहिल्यै पनि गरेनौ। छाडा गीत गाउँदै हिँड्नेलाई लिएर आएर केन्द्रीय सदस्य, छाडा गीत गाउँदै हिँड्नेलाई लिएर आएर सांसद, भैँसी गोठालाहरूलाई तिमीलाई पैसा दिए, तिमीलाई त्यो गर्दै तिम्रो जी हजुरी गरिदिएका भरमा लगेर केन्द्रीय सदस्य के बनायो, त्यसैको परिणाम आज देख्दैछौ नि। वहीँ वहीँ बाजा बजाएर अरे बाप रे, हामी जस्तो हिजोका दिनमा तिमीलाई उँभो लगाउन लागेका मान्छेहरूका लागि हिजो मैले गरेका ती निर्णयहरू गलत थिए त भन कम्तीमा। विचित्र छ यार। उहाँको कुरा तपाईलाई कस्तो लाग्यो?